सम्पूर्ण हाम्रो कार्यकर्ताहरू आमाको दाजुभाइहरू उहाँहरू निधन भइसक्नु भएको छ। उहाँहरूको सम्झनामा उहाँको आफ्नो शान्तिको कामना गर्दै आज हामी म 1 2 3 गर्छु र सबैजना त्यसपछि 1 मिनट शान्तसँग म धारण गरिदिनु हुन म अनुरोध गर्दछु। 1 2 3 स्टार्ट।
हामी सारा जनतालाई परेको अहिले हाम्रो जुन हाम्रो अस्तित्व सबै ध्वस्त भएको छ एकदमै मन रहेको छ हामी एकदमै नेपालको लागि एकदमै धेरै सहयोग गर्न चाहन्छौँ एकदम मन रहेको छ हाम्रो नेपालको हजुर विदेशमा बसेर धेरै नै सहयोग गर्न मन छ तर पनि होइन विदेशमा चाहिँ बाध्यता हजुर मैले सकेको मैले गर्ने गर्छु अब देश नै रोइरहेको छ महसुस नै स्तम्भ शब्दहरू नै छैन कस्तो महसुस गरिरहेको छ विदेशमा चाहिँ करोडौँ विदेशमा भएका नेपालीहरूको आँखामा आँसु छ चुरिएको अवस्था छ त्यहाँ कुनै केही शब्दै छैन नरुने मनको नै होला नेपालीहरू यदि तपाईँले यो राजसङ्कलन गर्न चाहनुहुन्छ कुनै पनि एङ्गलबाट सुसुकी क्षेत्रबाट पनि नेपाललाई सहयोग गर्न चाहनुहुन्छ हजुर हामीले यहाँ म अहिले इजरायलमा छु इजरायलमा सबैजना इजरायलमा कामदारहरू सबैको समूह मिलाएर हामी सहयोग पाइरहेको म विशेष गरी यो अहिलेको जुन भूकम्पले जुन सबैलाई होइन एकदम उयो भइरहेछ यस विषयमा भन्नुपर्दाखेरि म के भन्छु भने दुःख भनेको है अब कहाँ छैन है तर पनि यो घडीमा जुन दुःख आइरहेको छ एकदमै कस्तो भन्दाखेरि प्रत्येक मान्छेको मनमा होइन एक प्रकारको कस्तो भइरहेछ भन्दाखेरि के खाने के लाउने घर बास छैन केही भएको छैन होइन र यति बेला चाहिँ म के भन्न चाहन्छु भने है हामी सबजना एकजुट हुनु कर लाग्छ यसमा र यसरी नै हामीले आज यो लिभेन्सकी पार्कमा होइन अब जति मरेर गए उनीहरू आत्माहरू उनीहरूको शान्तिको लागि हामीले आज यो बत्तीको व्यवस्था होइन हामीले यहाँनिर गऱ्यौँ र हामी के चाहन्छौँ भने जतिहरू अहिले के छ भने घर नभएर होइन खानु नपाएर जति उनीहरूलाई दुःख तक्लिफहरू आइरहेको छ तिनीहरूलाई कसरी हुन्छ हामीले होइन चाँडोभन्दा चाँडो राहत मिलोस् भनेर र हामीले एकजुट भएर हामीले यतिको गर्न सक्यौँ है यसको निम्ति जति मरेर गएको छ आत्मा होइन उनीहरूको लागि पनि आत्मशान्तिको लागि हामीले आज कार्यक्रम हो यो म यति नै भन्न चाहन्छु आज है जति होस् उनीहरूलाई चाँडोभन्दा चाँडो राहत मिलोस् अनि अहिलेको विषम परिस्थिति यहाँलाई थाहा छँदैछ अनि कस्तो महसुस गर्नुहुन्छ महसुस कस्तो गर्ने दुःख नेपालमा त्यस्तो घटना भइरहेको छ होइन भूकम्प महामारी त्यस्तो आइरहेको छ एकदम दुखेको छ देश दुखेको बेलामा हामी पनि दुखेको छ परदेशमा भए पनि यहाँबाट अब हामीले त एउटा के भने देश दुखेको बेला हामीले गर्न केही पनि सक्दैन हामी यता भयो उहाँ त्यस्तो भयो भने त्यही पनि अब नेपालीहरूलाई थोपा गरेर भए पनि केही सङ्कलन गरौँ भनेर एउटा यहाँले सहयोग गर्न चाहनुहुन्छ सहयोग सङ्कलनमा हामी जुटिरहेका छौँ धेरै धेरै धन्यवाद यहाँलाई र नेपालमा महाभूकम्प गएर नेपाली जनताहरूले एउटा ठुलो दुःख पीडा कष्ट भोगिराख्नु परेको छ र यो दुःख घडीमा सबै हामी नेपाली इजरायलमा भएको नेपालीहरू मिलेर यहाँबाट हामीले चन्दा उठाएर नेपाली जनताहरूलाई हामीले राहत पठाउँदैछौँ र देशमा पनि जुन राहत देश विदेशबाट आएको जुन राहतहरू छ नेपाली दुखी पीडितहरूले चाहिँ चाँडोभन्दा चाँडो पाऊँ उनीहरूले घाँसपासको एउटा व्यवस्था राम्रो पाऊँ उनीहरूलाई छिटोभन्दा छिटो व्यवस्था होस् गरिब दुखीहरू जनताहरूले चाहिँ छिटो राहत पाऊँ र देशले चाहिँ एउटा नयाँ भविष्य एउटा पाओस् जनताहरूले सुख पाऊँ सबैलाई नेपाली जनताहरूलाई मेरो हार्दिक शुभकामना नमस्कार म आफै अचेत अवस्थामा भयो कि बा यो केही पनि होइन यो कल्पना त होइन कहीँ सपना त होइन के भएको यो भन्ने जस्तो भयो होइन अनि उतिखेर नै मैले फोन गरेपछि के भयो भन्दाखेरि बाबुले मम्मी यस्तो यस्तो भयो भर्खरै झऱ्यो अरे ब्रेकिङ न्युजमा आयो भन्दाखेरि देशको सम्पत्ति एउटा हाम्रो इतिहास बोकेको आज इतिहास हरेक इटाइटाहरू जाँदाखेरि सिस्टर यहाँले कस्तो तरिकाबाट देशलाई सहयोग गर्न चाहनुहुन्छ मैले सबैभन्दा ठुलो कुरो मैले देशलाई सहयोग गर्ने बेला बल्ल देशले मलाई बोलाएको छ म 8 वर्ष भयो नेपालबाट आएको मैले आज मेरो कामलाई फाइट गरेर मेरो तर्फबाट मैले जे गर्न सक्छु म जान्छु भनेर म हिँड्न नेपाली
तयार भएको छु होइन। मलाई जसले जताबाट मलाई कसैले बाटो देखाए वा कसैले भने मैले एपिसीहरूलाई पनि मैले भने यदि तपाईँको शुभ नाम? मेरो नाम हो दिल्लीराम थपलिया, एलाइस अजय थपलिया, इन्डिया मणिपुर, घर मेरो मणिपुर काङ्लातोम्बी तिसपरी हो। म एउटा नेपाली भाषीको नाताले नेपाली भाषी भएको नाताले गर्दाखेरि मेरो देश नेपालमा भएका यो दुर्घटनाका विषयमा म केही भन्न जाँदैछु। गल्ती त्रुटि भएमा क्षमा दिनुहोला। नेपालमा जति अहिले अकाल मृत्यु भयो, विनाश भयो, सारा यसको प्रति म धेरै नै दुःखी छु र मेरो दिदी सुस्मिता दिदी अहिले यही विषयलाई लिएर आफ्नो काम आफ्नो जागिर माया मारेर घर जानु हुँदैछ। उहाँ गएर पनि म उहाँ भएका दुःखमा परेका दाजुभाइ दिदी बहिनी आमा बुबा अथवा छरछिमेकीलाई म हेरचाह गर्छु र म एउटा सानो संस्था बनाएर अगाडि गएर त्यहाँनिर मैले सकेको 1 महिना 2 महिना कति छ म हेल्प गर्छु भनेर उहाँले भनेको विषयमा उहाँका लागि पनि हामीले चन्दा डोनेसन गरेर 1 दिनको हुन्छ कि 2 दिनको हुन्छ हामीले हाजिरा यहाँको पठाउन हामी जान आफै नसके पनि उहाँलाई पठाउनलाई हामीहरू तयारी गरिरहेका छौँ। यसमा पनि सक्सेस होस् भन्दै अरू नेपालप्रति हामीले बगाएका आँसुहरू जति छन् र हामीले दिएको पसिना छ कसैको एउटा पर्सनल खल्तीमा नजाओस् र त्यहाँका पीडितहरूले पाउन् भन्ने एउटा मेरो उ राख्दै सम्पूर्ण मेरा दाजुभाइ दिदीबहिनी इजरायलमा बसोबासो गर्ने जति पनि इजरायलीवासीहरू हुनुहुन्छ नेपालीवासीहरू उहाँहरूले पनि यस विषयलाई चन्दा उठाउनका लागि 1-2 दिन ढिलो होला तर पनि त्यो चन्दा अवश्य उठ्नेछ र त्यसको हामीहरू उहाँ पठाउनेवाला छौँ। त्यसो भन्दै म एउटा नेपालका जति हाम्रा दाजुभाइ दिदीबहिनी आमा बुवाहरूले ज्यान गुमाउनु भयो उहाँका प्रति जति विनाश भयो उहाँहरूका प्रति म धेरै नै दुःखी छु भन्दै मेरो छोटो वक्तव्यलाई यही समाप्त गर्छु। जय नेपाल। नमस्कार। नेपालको परिस्थिति थाहा नहुने विश्वमा कसैलाई जसलाई पनि थाहा छ। मेरो घर परिवार अनि यहाँले कस्तो महसुस गर्नुभएको छ? एकदमै अब यो त भन्ने शब्दमा बयान गर्न सक्ने नै छुइनँ। म बोल्दा बोल्दै पनि भएको छ बोल्नै सक्दिनँ के भन्नु त्यसलाई पर्ला। यहाँको मन धेरै दुखेको छ हामीलाई पनि थाहा छ। नदुख्ने मन को नै होला सबैको देखेको छ। यहाँले आफ्नो क्षेत्रबाट के सहयोग गर्न सक्नुहुन्छ? कसरी सहयोग दिन सक्नुहुन्छ? पहिलो कुरा त मेरो जिल्लामा खासै त्यस्तो क्षति भएको छैन हाम्रो ताप्लेजुङ जिल्लामा, तर धेरै जिल्लाहरू छन् त्यस्ता पीडित जिल्लाहरू जसलाई अहिले हामी जस्ता युवाहरूको खाँचो छ, युवा महिलाहरूको युवा पुरुषहरूको खाँचो छ। त्यसैले अहिले अब डोनेसन त धेरैतिरबाट भएको छ तर के गर्ने कसो गर्ने सबै यो अन्यल छ। कसरी यसलाई परिचालन गर्ने कसरी पास गर्ने अब नेपालमा हुने त भूकम्प आयो त्रसित होला नि होइन। बुद्धिजीवी पनि त्रसित छन् किनभने त्यस्तो देख्नुभएको छ। हामी त विदेशमा छौँ अब हामी त भिडियो हेरेर हामीलाई यस्तो हुन्छ नि उहाँहरू भोग्ने मान्छेलाई कस्तो होला र सबैले भन्छन् सरकारले गरेन, फलानुले गरेन, ढिस्कानुले गरेन। तर यो हामी जस्तो मान्छेले सरकारलाई पनि ताक्नु हामी बोलेर मात्रै भएन, हामीले के गर्नु पर्यो भन्ने तपाईको कर्तव्य व्यक्तिगत हामी यो डोनेसन दिन कोही बाँकी हुनुहुन्छ भनेदेखि यहाँनिर सम्पर्क गर्नुहोला र देशले हामीलाई मागिरहेको छ, हामीलाई धेरै दियो देशले तर अहिले देश हामी जस्तो मान्छेको खाँचो छ। अहिले पनि हामी गएनौँ भने डोनेसन बक्स उठेको जति अगाडि गएर बसिदिनु होला है। भोलि फेसबुकमा हामी यहाँनिर अब सरसफाइ अभियान सुरु गर्छौँ। बेस्ट अफ लक भनेर चाहिँ अपडेट गरेर मात्रै भएन, के गर्नु पर्यो आफू जाग्नु पर्यो। अब हामी सबै नेपाली विदेशमा छौँ, हामी जस्तो यङ मान्छेहरू भने उहाँ नेपालमा त बुढा र बुढी बच्चापछि र अलिकति बुद्धिजीवीहरू हुनुहुन्छ टिचरहरू हुन्छ के हुन्छ। भोलि अब स्कुल खुलेपछि टिचरले पढाउनु पर्यो, विद्यार्थीले पढ्नु पर्यो भने हामी जस्तो युवाहरू अब जानु। यो साइडमा बस्नुहुने जो बसिराख्नु भएको छ नि उहाँले यो बच्चालाई चाहिँ यो भित्र प्रवेश गर्न नदिनु। यिनीहरू यहाँबाट आगो चोर्दै लाँदै उतातिर अर्कोतिर आगो सल्काउनु थाल्यो। त्यस कारण यिनीहरूलाई चाहिँ अगाडि आउनु नदिनु। केही गर्न चाहन्छु तर म गएर
यहाँबाट मैले मेरो पनि घरमा त्यस्तै स्थिति छ, म जान सबै गर्न सकेको थिइनँ। अझै 2 वर्ष बस्ने हिसाबले म बसेँ, तर आज यो देशको प्रलय देखेर मेरो अटोमेटिक मन र मलाई म नेपालमा गएर यो मेरो मेहनत खेर नजाओस्। म के गर्न चाहन्छु, हजुरहरूले मलाई ठाउँमा पठाइदिनुहुन्छ, कुन क्षेत्रमा पठाइदिनुहुन्छ, म एकदम इमान्दारिताका साथ काम गरेर म देखाउँछु। मलाई मेरो घर जानु जरुरी छैन, किनभने सबै सकुशल हुनुहुन्छ, सबै राम्रो छ। तर जहाँ विपद पर्नु भएको छ, जहाँ जसलाई चाहिँ मेरो जरुरत छ, त्यहाँ मलाई खटाइदिनुहोस्। अब अलिकति पछाडि हटिदिनु भने हामीले यो सबैले मैले नेपालको लागि केही गर्न चाहन्छु भनेर साथीहरू अलिकति पछाडि हटिदिनुलाई यो पनि खुल्ला गरिदिनु र यहाँ चाहिँ म नेपाल के लिए प्रे कर रहे हैं ना? अच्छा, आपको कैसा लगा है नेपाल में? ऐसा आप क्या फील कर रहे हैं अभी? आपको नेपाल के लिए अगर मैं कहना चाहूँ तो बहुत ही जो पिछले हफ्ते जो नेपाल में भूकंप आया उससे लेके बहुत ही मतलब इज़राइल के जो भी हमारे इंडियन भाई बहन हैं, नेपाली भाई बहन हैं, सभी लोग ये चीज़ को लेके दुखी है। और जब से हम सोशल मीडिया पे या कि टीवी पे न्यूज़ में जैसे भी हम नेपाल के बारे में देख रहे हैं, बहुत ही बुरा लग रहा है। और उसके बारे में हम भगवान साथ प्रे करना चाह रहे हैं कि गॉड आज जो भी हमारे पर जो ये भूकंप आया है और उसकी वजह से जो आज हमारे जो भी नेपाली भाई बहन हैं, जो आज बहुत ही उनका जिनका घर टूट गया है, जिन लोगों की मौत हो गई इसके अंदर, ठीक है, तो भगवान उनकी आत्मा को शांति दे। और जो आज नेपाल में जो लोग भी दुखी है, जिसको अभी खाने की में भी प्रॉब्लम है, जल्द से जल्द पूरे देश को जल्द से जल्द उभर जाए और अच्छे से फिर से नेपाल एक नया नेपाल खड़ा हो जाए, ऐसे हम भगवान से प्रार्थना करते हैं। और हो सकता है फाइनेंशियली और मेंटली और बाय प्रेयर हम लोग नेपाल को सपोर्ट कर रहे हैं कि जल्द से जल्द नेपाल जैसा था सुंदर ब्यूटीफुल ऐसा ही दोबारा हो जाए। इसके लिए आपको बहुत बहुत शुक्रिया। थैंक यू वेरी मच। धन्यवाद, आप सबको धन्यवाद। यता हाम्रा देशका मानिसहरू रोइरहेका छन्। तपाईहरुले अहिले भर्खरै देख्नुभयो इजरायलको ठाउँ कर्मभूमिमा कामको सिलसिलामा आएका इन्डियाका केही व्यक्तिहरूले नेपालको लागि प्रे गरिरहेका छन्। जुन प्रताप मादेन घर ताप्लेजुङ जुन अहिले नेपालमा हाम्रो भूकम्प पीडितहरूको लागि घाँस बाँस कपासको हामीलाई एकदम हामीले यहाँबाट झलझल्ती देखिरहेछौँ हामीले न्युज मार्फत र हामीलाई पनि यहाँनिर होइन रातको निन्द छैन हामीसँग। रात दिन नभनिकन हामीले उहाँहरूको लागि कति सकिन्छ हामीले दिनरात गरेर चन्दा सङ्कलन गर्ने काम, राहत सङ्कलन गर्ने काम हामीले गरिरहेका छौँ। हामी जति पनि इजरायलमा छौँ, इजरायलमा एउटा कुनै पनि अहिले जुन यो घडीमा कुनै पनि सङ्घ संस्था नभनिकन हामी सबै नेपाली एक हौँ एकजुट हौँ भन्ने नाराका साथ हामी चन्दा सङ्कलनमा लागिरहेछौँ। हामी र सबै हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू सबै चाहिँ यसमा शोकाकुल भएर उहाँहरूले चाहिँ हामीलाई समर्थन गरिराख्नु भएको छ र हाम्रो चन्दा सङ्कलन जारी छ। धन्यवाद। गाउँमा खास गरी मेरो गृह जिल्ला गुल्मीमा त त्यस्तो खालको अप्रिय घटना केही भएको जानकारीमा आएको छैन। तर काठमाडौँमा मेरो परिवार बच्चा बच्चीहरू उहाँहरू सबै सुरक्षित हुनुहुन्छ। तर सबै मेरो परिवार मात्रै सुरक्षित भन्दा पनि सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी सुरक्षित नभएको र धेरै सङ्ख्यामा हताहत भएको अवस्थामा हामी विदेशमा रहेर केही गरौँ भन्दा पनि ठुलो त्यहाँको व्यवस्था, त्यहाँको अवस्था, त्यहाँको जुन पीडादायक अवस्था हेरेर
आफूभित्रै एउटा मन रुवाएर बस्नु सिवाय अरू कुनै विकल्प छैन। त्यो अब के गर्दै हुनुहुन्छ यहाँ नेपालको जुन त्यो पीडालाई हामीले केही त गर्न सक्दैनौँ र पनि यसको लागि हामी के गर्दैछौँ? अब सायद हामी हाम्रै घर देशमा हुन्थ्यौँ भने निश्चय पनि भौतिक रूपमा हामीले अप्ठ्यारोमा परेका विपदमा परेका दाजुभाइको सहयोगको लागि हामी जुट्थ्यौँ। तर प्रवासमा भए पनि हामीले प्रवासको ठाउँबाट कुन माध्यमबाट हामीले चाहिँ सहयोग गर्न सकिन्छ, कुन माध्यमबाट विपदमा परेका दाजुभाइ दिदीबहिनीहरूलाई हामीले चाहिँ एउटा राहत अथवा चाहिँ मलम लगाउन सकिन्छ भन्ने सोच अनुसार हामी यहाँ इजरायलमा रहेका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू मिलेर एउटा आर्थिक सहयोग सङ्कलनको जुन अभियानको जुन सुरुवात गरेका छौँ, आपतको बेलामा विपदको बेलामा सम्पूर्ण नेपालीहरू एक भएर अर्को नेपालीलाई सहयोग गर्छन् भन्ने सन्देश हामी इजरायलबाट दिन चाहिरहेका छौँ। सोही अनुसार अहिले हामी एउटा महाअभियान आर्थिक राहत सङ्कलनको महाअभियानमा जुटिरहेका छौँ र हामीले अहिले प्रवासबाट अहिले हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूको लागि सहयोग गर्ने एउटा माध्यमको रूपमा यो जुन आर्थिक सङ्कलनको महाअभियान छ त्यसैलाई सफल बनाउने कार्यमा हामी खटिरहेका छौँ। मेरो नाम खजराज कटवाल, म यही चाहिँ इजरायलमा 6 वर्ष काम गरेर नेपाल फर्किएर नेपालमा पनि आफूले काम गरेको सिप जुन मैले कृषिमा काम गरेको थिएँ त्यहाँ सिकेको सिपहरू नेपालमा लिएर गएर चाहिँ अहिले नेपालमा पनि एग्रिकल्चर इजरायली तरिकाको इजरायली टेक्नोलोजीको चाहिँ एग्रिकल्चरको कामहरू हामी गरिरहेका थियौँ। त्यही सिलसिलामा यहाँ एउटा इजरायलमा चाहिँ प्रत्येक 3 वर्षमा एउटा चाहिँ वर्ल्ड एक्जिबिसन चाहिँ हुँदो रहेछ एग्रिकल्चरको। त्यो सिलसिलामा चाहिँ नयाँ कुराहरू अझै पनि हामीले के कुरा जान्न सक्छौँ, के कुरा चाहिँ हामीले सिकेको भन्दा फरक कुराहरू चाहिँ छ। त्यो के कुराहरू नेपालमा चाहिँ एप्लाई गर्न सकिन्छ, नेपालको चाहिँ हावापानीमा सकिन्छ भन्ने उद्देश्य लिएर चाहिँ फेरि म चाहिँ यो आफ्नो कर्मभूमिमा फर्किएको छु। तर दुःखलाग्दो कुरो म यहाँ फर्केँ, देशमा चाहिँ ठुलो एउटा घटना भयो। त्यसले अब आफू यहाँ भए पनि अहिले घरप्रति परिवारप्रति देशप्रति चाहिँ एकदम ध्यान त्यतैतिर गइरहेछ। नमस्कार, म डिम्बर गुरुङ, के छ परिवारको अवस्था? परिवार अहिलेसम्म ठिकै छ, त्यस्तो छैन, पोखरामा त्यस खासै केही भएको छैन। त्यसले गर्दाखेरि सबै ठिकै छ। तर पनि देशमा गएको अहिले देशको स्थितिले गर्दाखेरि अलिकता भाविराल बनाएको छ। यो पीडामा सहेर बसिराख्नु भएको छ होइन? आफ्नो गाउँघरमा नपरे पनि बाहिरको लागि कसरी सहयोग अभियान कसरी चलाएर अगाडि बढिराख्नु? अहिले इजरायलमा रहेको जति पनि सम्पूर्ण मनका धनी बुद्धिजीवीहरूसँग मिलेर एउटा काम गर्ने मौका पाएको छु। सबै हामी नेपाली एक हुनुपर्छ, एक भएर हामी एउटा यो राहत भूकम्प पीडित राहत कोष भनेर एउटा खडा गरेर त्यही अभियानमा हामी पनि लाग्दैछौँ। र त्यसमा मैले आफ्नो सकेको त्यसमा भूमिका निर्वाह गर्ने अठोट लिएर निर्वाह पनि गर्दैछु। यसले गर्दाखेरि अहिले राहत कोष त उठाएको छ, तर यसलाई कसरी व्यवस्थित रूपले चाहिँ उहाँ पीडितहरूको समस्या पुर्याउने यो अलिकता गहन विषय छ। यसको लागि छलफल गरेर हामी अवश्य ठाउँमा पुर्याउने अठोटका साथ काम सुरु गर्नेछौँ। यहाँलाई धन्यवाद। मेरो नाम युवराज राई, सोलुखुम्बु जिल्ला नेचरवेल घारी भन्दामा पर्छ। इजरायलमा कार्यरत अहिले 6.5 वर्ष भएको छ। म विगत नेपाली सङ्घीय समाज इजरायलको अध्यक्ष पनि थिएँ। नेपालमा यहाँ इजरायलमा संस्थामा अध्यक्ष हुँ। अहिले आज जुन यहाँ यो नेपालमा अहिले महाभूकम्प
पीडितलाई यहाँ जुन चन्दा सङ्कलनको विषयमा यहाँ आज यस कार्यक्रम आयोजना भएको छ। आयोजना हुनु आफैमा राम्रो हो र त्यसमा पनि फेरि जुन चन्दा सङ्कलन भयो त्यो अझ राम्रो। त्योभन्दा पनि महत्त्वपूर्ण कुराहरू के छ भन्दाखेरि यसलाई नेपालमा कसरी पठाइन्छ, त्योभन्दा पनि अझ महत्त्वपूर्ण कुरा नेपालमा कसरी विनियोजन गरिन्छ। त्यसैले यहाँ उठाइएको जति पनि रकम छ, जति पनि पीडितको नाममा उठाइएको रकमहरू छ, त्यसलाई अत्यन्तै पारदर्शी ढङ्गबाट सिधै प्रधानमन्त्रीको कोषमा नभएर जनताको ओठमा पुग्ने गरी, जनताको सिधा पहुँचमा पुग्ने गरी चाहिँ यो विनियोजन गर्नुपर्छ, महत्त्वपूर्ण कुरा हो। र अर्को कुरा मैले एउटा कुरा के भन्न चाहन्छु भने यहाँ औपचारिक कार्यक्रममा पनि अझै पनि मैले भन्ने विचार गरिरहेको छु। जति पनि इजरायलमा अहिले इजरायलको जुन पोस्ट अफिसले नेपाल पैसा पठाउँदाखेरि यो भूकम्प आइसकेपछि नेपालले एउटा भूकम्प पीडितको राष्ट्रको रूपमा हेरेर नेपालमा जुन पोस्ट अफिसबाट पैसा पठाउँदाखेरि निःशुल्क पठाउने व्यवस्था मिलाएको छ। त्यसलाई अहिले इजरायल सरकारले एउटा सुविधा दिएको छ। अर्को कुरा अहिले नै हामीले अवसर पाएको नेपाल सरकारले के पहल गरिदिनु पर्यो भन्दाखेरि यहाँ इलिगल भएर धेरै मान्छेहरू बसिरहेको छ। त्यो इलिगल हुनु आफैमा कुनै कसैको रहर होइन, बाध्यता हो होइन। त्यसैले गर्दाखेरि मेरो एउटा चाहना र हाम्रो सम्पूर्ण नेपालीको चाहना के हुनुपर्छ भने यहाँ इलिगल रहेका मान्छेहरूलाई फेरि पनि त्यसलाई पुनः लिगल पार्नको लागि वर्षको टाइट अवधि राखेर बरु 5 वर्ष होस् चाहे 2 वर्ष मात्रै होस्, ठ्याक्कै एउटा सीमित अवधि राखेर त्यसलाई नेपाल सरकारले पुनः त्यसलाई इलिगल बनाउनको लागि G2G गभर्मेन्ट टु गभर्मेन्ट एउटा त्यसको सम्झौता गरौँ भन्ने कुरा मेरो ठुलो चाहना छ। हाम्रो नेपालीको चाहना त्यही हुनुपर्छ भन्ने मलाई लाग्छ। र त्यो फेरि आगामी आउने कार्यक्रममा मैले फेरि हाम्रो नेपाल एमएसीलाई कसरी हुन्छ कि हामीले ज्ञापन पत्र बुझाएर भए पनि त्यसलाई चाहिँ हामीले यसको पहल गरौँ भन्ने पनि म सबै नेपालीहरूलाई आह्वान गर्न चाहन्छु। अरू कुरा खासै भन्नुपर्ने केही भन्न पनि अब मैले विशेष कुरा भनिहालेँ। र अर्को कुरा आजै मात्र यहाँ यो कार्यक्रममा के सुन्यो भने अलिक दुःख पनि लागेको छ मलाई। यो कार्यक्रम जसरी भयो आयोजना भनेको आयोजक भनेको यो कार्यक्रम कोही पनि हुनु हुँदैन, सबै नेपाली आयोजक। तर यहाँ के भयो मैले सुने भने एनआरएनको चुनाव हुँदैछ अरे यहाँ होइन। त्यो चुनावको लागि यहाँ के अरे सदस्यहरू बनाएर सदस्य पत्र बनाए आज यस कार्यक्रमबाट सदस्य शुल्क वितरण गरेर पछि भोट माग्नलाई आफ्नो सदस्य र आफ्नो पकेटमा बनाउनुको लागि कुनै शर्त मुकेको छ भन्ने कुरा सुनेको छु। अत्यन्त दुःख लागेको छ। त्यो हो भने त्यो कृपया नहोस्। हामी नेपालीहरू प्रवासी नेपालीहरू सबै एक भएर जानुपर्छ भन्ने कुरा मैले राख्न चाहन्छु। यति भन्दा अरू कुराहरू फेरि धन्यवाद, नमस्कार। मरे पनि मेरो देश बाँचिराखो, मरे पनि मेरो देश बाँचिराखो। हिमालको टाकुरामा नेपाली काफाकुरामा चन्द्र र सूर्य अङ्कित झन्डा फरफर नाचिराखो, मरे पनि मेरो देश बाँचिराखो।